साथी हाम्रो यी बेसारबारी हेर्नु हाम्रो मामाले खन्नु भएको बेसार रातो खालको बेसार हो के यो अनि यता पिँडालु पनि छ घरमै लगाएको हाम्रो मामा हुनुहुन्छ यो हाम्रो बेसारबारी सबै बोटहरू सबै सुकेर सबै मरेर अब चाहिँ खन्दिन लागेको के वर्षमा खन्छौँ नि त हामीले अनि हजुरहरूलाई पनि बेसार चाहियो भने भन्नु होला रातो बेसारको बिउ राम्रो छ यो चाहिँ रातो राम्रो थोरै राख्यो भने पनि लागिहाल्छ के एकदम राम्रो छ यो बेसार पहेँलो जस्तो हुँदैन रातो एकदम राम्रो हुन्छ हजुरहरूलाई पनि चाहियो भने सम्पर्क गर्नु होला है साथीहरू बेसार हेर्नु है साथीहरू यस्तरी आइसक्यो मैले चाहिँ यस्तो गरेर छुट्टाछु कि नभएदेखि सकिँदैन नि त माटोले एकदम भइरहेको नि त कत्रो कत्रो फलेको साथीहरू देख्न सक्नुहुन्छ हजुरहरूले हाम्रो मेहनत त्यत्रो भइसक्यो खनेर अझै यति धेरै बाँकी छ खन्दै वहाँसम्म हो काट्यो बेसारै काट्यो टमाटर पनि फल्यो अहिले ठाउँमा राखेर अनि त्यसपछि अहिले चाहिँ फेरि उठाउनु पर्छ है भइसक्यो यता फेरि त यति ठुलो एकदम साह्रो भएछ कि माटो सुकेर कति ठुलो मामाले त छिट्टाउनु नसकेको के एकदम साह्रो गरेन कति ठुल्ठुलो रातो खालको बेसार हो कि यो साह्रो छैन माटो धेरै सुकिसक्यो नि त साथीहरू हाम्रो बेसार माटो धेरै सुकेको भएर एकदमै फुटाउन गाह्रो भयो भने चाहिँ चितवनमा लगाएदेखि के हुन्नला हेर्नु त त्यस्तो कुरा हुन्छ
यसलाई हेर्नु साथीहरू, यस्तो राम्रो फल्यो हाम्रो रातो बेसार। थोरै तरकारीमा राखे पनि लाग्छ। बिउ चाहियो भने चाहिँ सम्पर्क गर्नु होला। हेर्नु त यो कस्तो राम्रो फल्यो।